तपाईहरू अनि हामी सब एकचोटि जानै पर्ने ठाउँ शक्तिशाली देवी पाथिभरा माता। त्यहाँ चाहिँ कुनै पनि जात धर्म लिङ्गको भेदभाव छैन र बन्देज पनि छैन। मनमा शुद्धता देवीप्रतिको भक्तिभाव राखेर त्यहाँ गयो भने पाथिभरा माताले चाहिँ एकदमै राम्रो गर्नुहुनेछ भन्ने विश्वास रहेको छ। पाथिभरा धाममा चाहिँ गर्भवती रजस्वला अथवा नछिने वा परसरेकी महिला बरखी बारेको मनमा लोभ पाप बोकेको मान्छे गएको खण्डमा उनीहरूको सर्वनाश हुन्छ, ठुलो क्षति हुन्छ भन्ने मान्यता पनि त्यहाँ रहिआएको रहेछ। अनि त्यहाँबाट चाहिँ केही पनि ल्याउन नहुने मान्यता पनि रहेको छ। यो चाहिँ हामी पाथिभरा जाने क्रममा काबेली खोलामा पुगेपछि लिएको भिडियो हो। लिन त मैले अगाडिको भिडियो पनि टन्नै लिएको थिएँ, तर यहाँ चाहिँ एकचोटि लामो भिडियो एक्सपोर्ट हुन सकेन, त्यही भएर मैले बिचको भाग काटेर काबेली खोलादेखिको भिडियो मात्रै हालेँ। त्यहाँ चाहिँ पुगेपछि पूजा गर्नुपर्छ भन्ने मान्यता रहेछ काबेली खोलामा। कतिपयले त्यहाँको जल पनि लिएर जानुहुँदो रहेछ। अनि हामीले पनि पूजासुजा गरेर त्यहाँ ओर्लेर फोटोसोटो खिचेर अनि त्यसपछि हामी चाहिँ ताप्लेजुङको यात्रा सुरु गऱ्यौँ। 5 थर सकिएर ताप्लेजुङको यात्रा सुरु हुन्छ। यसपछि यहाँबाट चाहिँ यो चाहिँ हामी ताप्लेजुङबाट माथि पुगेर सुकेटार पुगेपछि त्यहाँनिर गएपछि हाम्रो सुमनमा जाने रहेछ। काठमाडौँबाट गएको सुमन, त्यहाँ चाहिँ बोलेरो चढ्नुपर्ने रहेछ। अर्को बोलेरो चढेपछिको भिडियो हो। ठ्याक्क हामी चाहिँ त्यो दिन चाहिँ नाक्लो फेरि गएर बस्ने भनेर बोलेरो चढेर त्यसपछि हिँडेका थियौँ। त्यो चाहिँ यो चाहिँ ताप्लेजुङको दृश्य हो। तर बोलेरो चढेर लाग्न चाहिँ 1 घन्टा लाग्ने रहेछ। बाटो चाहिँ यति खतम कि हेर्नु, हेलमेट लगाएर सिटमा बस्नुपर्ने अवस्था। बोलेरो त आधी भाग गाडी नै धन्न लिएर चाहिँ त्यहाँ ड्राइभरले खुलेर हिँड्ने रहेछन्। ओहो, बाटो देखाएको यति डर लागेको थियो नि, कुरा छोडिदिनु। सुकेटार विमानस्थलबाट माथि लागेको जस्तो बाटो खतम, हेर्नै नहुने खतमै थियो। गाडीको सुविधा चाहिँ यही काफ्ले पाटीसम्म मात्रै रहेछ, अथवा तल्लो फेरीसम्म। यहाँ पुगेपछि झरेर हिँड्नुपर्ने रहेछ हामी। त्यसपछि यहाँ तल्लो फेरि र काफ्ले पाटीमा झरेर बोलेरोबाट यहाँ झरेपछि त्यसपछि हाम्रो यात्रा सुरु हुन्छ। हामी चाहिँ यसरी यात्रा गरेका छौँ। मम्मीको पारा यस्तो छ, यहाँ मुखी सबजना छोरो यहाँ लौरो यता देखाऊ हेलो भने यता हेर्नु हेलो भन्नु। हेलो 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 ल सुरु भयो है हाम्रो यात्रा। ल जाम 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 रुपाखेती सर जाम हिडम हिडम सबैभन्दा छिटो रुपाखेती सर यात्रा भन त। बाबु चाहिँ यो अनि फेरि चाहिँ ऊ बेलुका भएको थियो। 4-5 बजीतिर गाडीबाट गएका थियौँ। 7 बजी माथि 1 घन्टा मजाले हुन्छ। हामी ठ्याक्क फेरिबाट माथि फेरि जाँदाको दृश्य हो यो। घरि फुल्ने भइरहेको थियो। अद्भुत यस्तो थियो हाम्रो चाहिँ। यसरी हिँडेको थियौँ हामी चाहिँ। सुइसी हिँड्नु नि 4-5 पाइला के जाडो हुन्छ। हेलो भने हेर हेर हाम्रो के हिँड्नु सक्यो, थकित हुनुहुन्छ यहीँ के रे त मैले पाउनु अहिले। कसले आई मलाई जाडो भयो भने थर्काइराख्छ। हेलो हेलो खोइ हाम्रो मम्मी कता जानुभयो। हेलो हेलो मम्मी यता हेर्नु। तपाईँको मान्छे खोइ तल्तिर हो, उहाँ तल्तिर हुँदो रहेछ। हेलो हेलो
किन हिँडिसक्यो मान्छे किन आउने होइन उता के जहाँ पनि कुछ उसलाई के छ अरे अहिले मलाई यत्रो ढुङ्गाले गएर भोलिबाट अगाडि बस्नु दिउँला नि म नि मैले जाने जस्तो यसो हालौँ न होइन त्यस्तो कुरो यसरी बोको काना बोकेर झनाले दुईजना के मार्छ मैले जाने त त्यसरी यसरी के यसरी दिदीको भारी खतरा मेरो म त यसै गरी बोक्नु सजिलो हुन्छ कि मल बोकेर उडेर मान्छे उकाले त्यो गाल लाइनलाई किनै भयो भने मात्र हो नत्र मम्मी चाहिँ तलतिर घुवा घुवा घुम गर्नु म ल्याउनु भयो उता फर्किनु थाल्नु भयो जय अम्बे जय हेलो तिमी कहाँ जाँदैछौ सानो मान्छे यता हेर मलाई हेर लानु सकिँदैन हेलो 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 जय बारी भएर मम्मी सास छ कि अड्किरहेको कि गइसक्यो जय हाथी अहिलो बाटोमा फेरि बाटो हिँडेर मन्दिर जाने क्रममा लिएको भिडियो भोलिपल्ट बिहानको हामी चाहिँ 3 बजे उठेर त्यहाँबाट हिँडेका थियौँ अनि त्यो भोलिपल्ट चाहिँ बाबु हिँड्न मानेन एकदम रोकोरै बोकेर पुऱ्याएको थिएँ मैले अनि जाडो पनि भएको थियो उसलाई हिँड्न नि मानेन हामी चाहिँ 6 बजे माथि मन्दिर पुगेका थियौँ तर हामी बाटोमा हिँड्दाखेरि चाहिँ लिएको दृश्य हो यस्तो थियो नानीको पछाडि उडाउनु पर्यो नानीलाई ज्याकेटको टोपी लाउनु भन्नु पर्यो अनि पछाडि उडाउनु पर्यो हुँदैन चिसो ज्यान पुछेको बसेर हुन्छ केही हुन्न यसलाई उडाउनु त भइहाल्छ नि हेर्दै दिदीलाई हेर्दै बिस्कुट हाल्नै बिर्सेँ यो खाइएला एकछिन यो खाला अहिले म बोक्छु नि अब यसलाई जाडो राख कि सुन्तला खान्छस् सुन्तला बिस्कुट खान्छस् धेरै भए पैसा नदिकन हामीलाई दिए हामीलाई पनि ठ्याक्क पाथिबाट माता मन्दिरको मूल गेट अर्थात् त्यहाँ पुग्न लाग्दाको दृश्य हो त्यहाँ पुगेपछि एकदमै आनन्द भयो त्यहाँ कालो चढेर गएको पीडा दुःख सबै भुल्ने आनन्द भयो म यहीँ छु त्यसरी हिँडेका थियौँ गोडा दुख्यो अरे गोडा आउला म समाउँछु त जय 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 माँ के छ त यसको उता लिएर जाने छ कि यतै उ गर्ने ठिक बात होइन लिएर जाने हामी त्यहाँ भन्नु कि पुजारीलाई हजुर बस ला अब जाउँ ला जय 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 माँ श्री गणेश साम्ब सदा शिवाय नमः भएन त्यहाँ भएन
हेर छोरा यही होला हात्तीबारी मन्दिर ऊ त्यहाँ हुनुहुन्छ माता देख्यो गएर माता ऊ गएर माता ऊ यहाँ माता देख्यो देखेन माता हेर ल यहाँबाट हेर माता ऊ माताको फोटो देख्यो कस्तो हुनुहुन्छ माता ल हेर हेर माता जय पाथिभरामा अर्कोले कति जाडो भयो होला हामी चाहिँ माताको दर्शन गर्न अष्टमीको दिन पुगेका थियौँ अष्टमीको दिन चाहिँ त्यहाँ विशेष बाजासाजा बजाएर माताको पूजाआजा हुने गरेको रहेछ त्यही बेलामा लिएको दृश्यहरू चाहिँ हेलो भन कहाँ आइन्छ र हामी पाथिभरा माता भन कस्तो हुँदैछ बाजा बजा छ कि छैन म त लान्न तिमीलाई तिमी आची गर आची आएर नि मान्छे हामी चाहिँ पाथिभरा माता बिहान 6 बजी पुगेका थियौँ र पछि 12 बजी फर्केका थियौँ लगभग 6 घन्टा हामी चाहिँ त्यहीँ बसेका थियौँ हाम्रो चाहिँ त्यहाँ लाखपति बाल्ने कार्यक्रम पनि रहेको थियो त्यसैले हामीलाई चाहिँ ढिला भएको थियो र मजाले पाथिभरा माताको दर्शन गर्न घुम्न चाहिँ पाइएको थियो त्यहाँको मौसम चाहिँ घरि घाम लाग्ने घरि हुस्सु लाग्ने घरि पानी पर्ने छिनमै चेन्ज हुने भएको थियो हामीले लाखपति जे होस् बालुन्जेल चाहिँ त्यहाँ पानी सानी परेको थिएन हामीलाई सजिलो भयो र पछि चाहिँ त्यहाँ पानी परेको थियो सौरिणा तारिणा वैशाखी मासे शुक्ले पौषाढ्य चण्डी बौद्ध पौर्णिमा बुद्ध जन्मजयन्त्याः पूर्णिमा परिपूर्ण ईश्वरी नारायण स्वाहा ओम पाथिभरा स्वाहा ओम देवी नमः स्वाहा ओम पाथिभरा 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 लाइनमा जाँदै हो र लाइनमा रूपाखेतीको सन्तान तिनवटा चोटि भन्नु पर्यो के रहने म त यहाँ आरती गर्ने हाम्रो त किन गर्नु बत्ती बाल्न मन्दिरमा बाल्न यहाँ आरती किन गर्नुपर्छ उकै त्यहीँ मन्दिर बाहिर बत्ती बाल्न पाइँदैन त लाइन सिद्धि भने अब जाने हो कि आरामले गर्न पाइन्छ सजिलो हुन्छ कस्तो आएको सिद्धेर के भयो त यहाँ
यति सफल भयो भन्ने सम्झिन्छ त्यो सङ्केत अब चाहिँ 40 पुरा भयो शान्ता भनेर जय नारायण जय नारायण जय नारायण श्याम हरे जय नारायण जय नारायण जय नारायण कृष्ण हरे श्रीमन्नारायण नारायण नारायण लक्ष्मी नारायण 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 हरि हरि नारायण परशुराम नारायण 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 परशुराम नारायण 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 रामचंद्र नारायण 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 रामचंद्र नारायण 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 कृष्ण नारायण 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 कृष्ण नारायण 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 बुद्ध नारायण 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 बुद्ध नारायण 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 कल्की नारायण 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 कल्की नारायण 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 सूर्य नारायण 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 सूर्य नारायण 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 श्रीमन् नारायण 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 लक्ष्मी नारायण 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 लक्ष्मी जाउलेर आउन बारतिर त बाँसै जाउँ न अहिले पाला आउने होइन हेलो खुल्ला बाटी चाहिँ कहाँ छ निकाल्ने बाल्दा नि हुन्छ अहिले भिजाउँदा पाल्ने फेरि भिजाइसक्यो नि अब त सुरु भयो अनि अब अहिले आकाशको गाडाङगुडुङ गर्छ र समस्या त आउँछ
जय जगदम्बे पाठ्यक्रमकालाई चुनिएको दृश्य बुवाहरूमा चाहिँ त्यहाँ छन् अनि चाहिँ बाबु त्यहाँ पुग्दाखेरिको अद्भुत नजारा चाहिँ एकदम अङ्कल हटिदिनु रोकाई सक्नु पनि किन्नु त तपाईँ चाहिँ निस्किन्छ यता हामी परो हेर हिउँ परेछ नि हेर हिउँ पऱ्यो भने बारीमा है त्यही बस्छ ओम पनि कति जाडो छ पाथी भएर आएको भने पाथी भएर आएको हिमाल देखेको आमा आउनु भएन कि भिड फेरि हिँडेर हेर्छ भिड कस्तो छ म भन्दैछु भन मम्मी समाउनु यहाँ लड्यो भने यसरी चाहिँ हाम्रो पाथिभरा यात्रा सम्पन्न भएको थियो। भिडियोलाई पुरै हेरिदिनु होला, माया गरिदिनु होला, लाइक सेयर गरिदिनु होला। सबैलाई धन्यवाद।